हेलो एभ्रिवान, यो भिडियोमा चाहिँ हामी साइन ल प्रुभ गरेर देखाउँछौँ। यो चाहिँ क्लास 12 को एनइपी एक्जामको लागि इम्पोर्टेन्ट हो। फर्स्टमा हामी एउटा ट्रायंगल बनाउँछौँ। ल यो ट्रायंगललाई ए बी सी एन्ड डी यो परपेन्डिकुलर हुन्छ। सो ए को अपोजिट साइड कति हो? स्मल ए। बी को अपोजिट साइड स्मल बी। सी को अपोजिट साइड स्मल सी। अब हामीलाई चाहिँ एउटा कुरा थाहा छ, त्यो के हो भन्दाखेरि चाहिँ बीसी इज परपेन्डिकुलर टु एडी। यो परपेन्डिकुलर हुन्छ, त्यही भएर हामी ल्याङ्ग्वेजमा लेख्नु होला है तपाईहरु। म चाहिँ यहाँ यसरी लेखेँ, एडी इज परपेन्डिकुलर टु बीसी। अब के गर्ने भन्दाखेरि यो बीसी र ए एंगल निकाल्ने। हामीलाई एउटा कुरा थाहा छ, sin थीटा इक्वल्स टु p/h। यो थाहा छ है। अब हामीले sin b निकाल्यौं। sin b इक्वल्स टु यसको परपेन्डिकुलर भनेको कति छ? एडी छ। एडी अनि हाइपोटेन्युस भनेको कति छ? एबी। एबी। अब हामीलाई एबी sin b इक्वल्स टु एडी भनेर लेख्नु ल। एबी को भ्यालु कति छ? सी। सी sin b इक्वल्स टु एडी इक्वेसन 1। अब यसरी sin c को पनि गरौँ है। sin c इक्वल्स टु परपेन्डिकुलर एडी, हाइपोटेन्युस छ यसको एसी, देन एसी sin c इक्वल्स टु एडी। एसी को भ्यालु कति छ? बी। बी sin c इक्वल्स टु एडी इक्वेसन 2। अब हामीले एरिया अफ ट्रायंगल एबीसी निकाल्नुपर्छ। एरिया अफ ट्रायंगल एबीसी इक्वल्स टु 1/2 b इन्टु h। यो त बेसिक कुरा हो, सबैलाई थाहा हुनुपर्छ यो। अब हामी 1/2 अनि b भनेको कति छ यो ट्रायंगलको? बीसी। बीसी इन्टु h। हाइट भनेको कति छ? हाइपोटेन्युस भनेको हाइट भनेको कति छ? एडी। बीसी इन्टु एडी 1/2। बीसी को भ्यालु कति छ? ए। ए इन्टु एडी। अब हामीसँग यहाँ एडी को भ्यालु दुईटा छ, यो दुईटैलाई यहाँ राख्नुपर्छ। अब सो फ्रम इक्वेसन 1 भन्ने है, अनि 1/2 ए इन्टु एडी भनेको कति छ? सी sin b। सी sin b फ्रम इक्वेसन 2 1/2 ए इन्टु एडी को भ्यालु कति छ? बी sin c। अब तपाईहरुले एउटा कुरा नोटिस गर्नुभयो, यहाँ sin b छ, sin c छ, तर sin a छैन। हामीले अब यसरी नै निकालेर चाहिँ हामीले सिमिलरली भनेर लेख्न सक्छौं। सिमिलरली 1/2 र एरिया अफ ट्रायंगल है यो। एरिया अफ ट्रायंगल त लेख्नु होला नि ल। 1/2। अब हामीसँग यहाँ हेरौँ, sin c छ, sin b छ, a छैन। एसी sin b छ नि, तर हामीले यहाँ लेख्न सक्छौँ b इन्टु c sin a। सबैमा हेर्नु है, एबीसी एबीसी अनि यहाँ पनि एबीसी भयो। सरी ट्रीको हो यो चाहिँ। अनि अब हामीले यो एरिया अफ ट्रायंगल भनेको तीनटा छ। अब हामी त्यसलाई इक्वेटिङ गर्नुपर्छ। सो अब इक्वेटिङ 1/2 AC sin B equals to 1/2 AB sin C equals to 1/2 BC sin A। अब हामीले यो सबैलाई 1/2 ले डिभाइड गरिदिन्छु म कट गर्नको लागि। 1/2 1/2 1/2 यो सबै कट भएपछि के बाँकी रहन्छ? AC sin B equals to AB sin C equals to BC sin A। Now dividing all sides by ABC। AC sin B by ABC सबैमा हामीले ABC ले डिभाइड गर्ने है। अब यहाँ AC छ नि त, A र C काट्यो भनेपछि के बाँकी रह्यो? sin B by B। सिमिलरली AB काट्यो, sin C by C। पट्टि sin A by स्मल a।
यो हाम्रो प्रुभ भइसकेको छ